guys, welcome to my new vlog. हजुरले टाइटल थम्बनेल देखेर त थाहा पाइसक्नु भयो होला यो चाहिँ मेरो फर्स्ट vlog हो भनेर। सो मेरो नाम चाहिँ प्रिन्स पया र म चाहिँ सुखौरा बागलुङ सुखौरा टिटेबाट हो। अनि सो हाम्रो अगाडिको घरको अगाडिको भ्यू चाहिँ यस्तो हो। सो त्यहाँ चाहिँ एउटा पोखरी हो। सो पोखरीमा चाहिँ पानी छैन। अनि अगाडि दुई तीनटा घरहरू छन्। यो घरमा चाहिँ घर अगाडि देखिएको घरहरूमा चाहिँ कोही पनि बस्दैनन्। अनि यतापट्टि नै छ एउटा दुईटा घरहरू छन्। म हजुरलाई देखाइदिन्छु। अनि यो चाहिँ पछाडि देखिएको चाहिँ हाम्रो घर। अनि अगाडिको भ्यू चाहिँ उता देखिने डाँडाहरू चाहिँ त्यस्तो छन्। अनि यो चाहिँ हाम्रो घरभन्दा साइडको घर। यहीँ घर जान हाम्रो मम्मी चाहिँ। सो एउटा घर चाहिँ म तल, एउटा घर म तल। खासै धेरै घर चाहिँ छैन। सबैभन्दा माथि चाहिँ हाम्रै घर हो। अनि माथि चाहिँ जङ्गल छ त्यही हो। अनि सुखौरातिर चाहिँ देखिन्न खासै छेकिरा। यो चाहिँ बाहुन डाँडा। अनि त्यो चाहिँ घुम्न जाने ठाउँ। हजुरहरू पनि आउनु होला। त्यो चाहिँ के भन्छ त्यसको ठाउँको नाम चाहिँ आउनु। त्यो ठाउँको नाम चाहिँ सो मलाई आएन है त्यो ठाउँको नाम चाहिँ के भनेर। अनि माथि चाहिँ जङ्गल छ। अनि सो मेरो चाहिँ यो फर्स्ट भ्लग हो गाइस। सो लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सनु होला। अनि सो नेक्स्ट भ्लग सो मेरो फर्स्ट भ्लग हो नि त गाइस। सो मैले चाहिँ फर्स्ट भ्लगबाट चाहिँ धेरै लामो बनाउँदिनँ, सानो बनाउँछु। अनि हाम्रो घर चाहिँ यही हो। यो चाहिँ गोठ। अनि म गोठतिर पनि देखाइदिन्छु। सो माथिको पनि गोठ नै हो, यो पनि गोठ नै हो। यो चाहिँ मलाई त अनि चाहिँ बारीहरू। सो उता देखिने भ्यू चाहिँ त्यस्तो हो। खासै घर चाहिँ छैन नि त कतिहरू चाहिँ। यता चाहिँ अगाडि जङ्गल हो। वहाँ चाहिँ एउटा घर छ। सायद त्यो घर देखिँदैन होला किनकि मेरो फोनको क्वालिटी नै लो हो कि। अनि यही हो हाम्रो घर चाहिँ। सो हाम्रो घरमा चाहिँ मम्मी म मात्र हम, धेरै छैनौँ किनकि दाइ दिदीहरू सबै इन्डियातिर जानुभयो। अनि घरमा मम र म मात्रै हो। यो घर चाहिँ माथि जङ्गलतिर हो। सो अगाडि देख्नुभएको घरहरू मात्र हुन्। घरहरूमा चाहिँ मान्छेहरू बस्दैनन्। सो यही हो अगाडि भ्यू चाहिँ यस्तो हो। मौसम चाहिँ आज ठिकै हो, घाम पनि लागिरह, बादल पनि छ अलिअलि। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग गाइस, त्यति लामो हुँदैन। अनि हजुरले लाइक सब्सक्राइब सेयर चाहिँ गरिदिनु होला भन्न चाहन्छु। र यसमा चाहिँ कति भ्युज आउँछ मलाई थाहा छैन। आउँछ होला नि 10-11 भ्युज आफै हेरेर। अनि त्यही हो गाइस। सो मेरो भिडियो अगाडि आयो भने चाहिँ लाइक सब्सक्राइब सेयर चाहिँ गरिदिनु होला। अनि गाइस आजको भ्लग चाहिँ यतिमै इन गरिदिउँ होला। सो भ्लग कस्तो लाग्यो सो लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सनु होला। सब्सक्राइब त गरिसक्नु भयो होला पक्का नै। अनि सो आजको भ्लग चाहिँ यति नै। सो नेक्स्ट भ्लगमा भेटौँला, त्यति बेलासम्म बाई।